गोजेको पैसा आयो भगवान व्यापार भयो भनेर यसो चट्टर हाल्नु परेछ के गर्नु है कति मोबाइल चलाइ बसेको मोबाइल फाङ्दिँदै कति च्याट गरिरा कति हेर्छ अब व्यापार हुँदैन मोबाइल चलाउनु पर्यो नि त भने व्यापार छैन खाली मोबाइल चलाइरहेछ टिकटकबाट पनि पैसा आउँछ नि त फेसबुकबाट पनि पैसा आउँछ दिनदिनै भिडियो पोस्ट गरेको त्यसबाट आएको त्यो हुनु भएन अब यहाँतिर पसलको व्यापार भन्छौ भने अब आफ्नै पैसा गोजेबाट टक्क हाल्नु परेछ गोजेको पैसा आयो भगवान व्यापार भयो भनेर यसो चट्टर हाल्नु परेछ के गर्नु है जाडो महिना सिद्ध्या छैन गरी महिना सुरु भएको छैन अब के गर्नु लाउनेले मान्छे जाडो महिनाको लगाइसके अब यस्तै हो अब 1 महिनासम्म यस्तै हो गर्मी तातो नहुन्जेलसम्म अब यस्तै हो बुढी अब मोबाइल चलाउने हो अलिअलि भिडियोबाट डलर आउँछ कि झर्छ कि भन्दै बस्ने हो त्यही हो यस्तै छ अनि आज तरकारी सरकारी के ल्यायो खाना कस्तो छ हेर्छ न नि के ल्याछ अनि सब्जी सुक्नु पर्छ तिमीलाई थाहा छैन भने के मलाई खसीको मासु देखेपछि जिउने उज्यालो लाग्छ अनुहार पनि उज्यालो हुन्छ क्या यो छोक्राको अनुहार देखेर वाक्क भएनौ तिमी भने हिजो बेलुका खाएको होइन खसीको मासु कति बनाउनु अब हिजो बेलुका खाथ्यो त हिजो बेलुका पुरी भयो त यति मिठो गरेर बनाछ लु लु जहिले पनि नहुने $1 खान्छन्